उदयपुर जिल्लाको दक्षिण पूर्वी नगरपालिका बेलका नगरपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गइरहेको छ। कोविड संक्रमणको अवस्थामा अक्सिजन प्लान्ट स्थापना गरी जनसेवामा समर्पित बेलका नगरपालिका अन्तर्गतको नगर अस्पतालले 2073 सालमै अस्मिता राई स्मृति सर्पदंश उपचार सेवा केन्द्र स्थापना गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ। आधारभूत स्वास्थ्य सेवामा बेलका नगर अस्पतालले प्रभावकारी काम गर्दै आएको छ। आँखा अस्पतालको स्थापना, विशेषज्ञ सेवा प्रवाह सहितको 5 शय्याको अस्पताल सञ्चालन गर्दै आएको छ। स्वास्थ्य चौकीबाट स्तरोन्नति गरी बेलका नगर अस्पतालका रूपमा स्थापित स्वास्थ्य संस्था नागरिकको सेवामा प्रतिबद्ध रहेको छ। 2077 साल माघ 30 गते उदयपुर जिल्लाको दक्षिण पूर्वी नगरपालिका बेलका नगरपालिकामा नगर अस्पतालको समुद्घाटन भयो। स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै बेलका नगरपालिकामा 5 शय्याको अस्पताल शुरूआत भयो। तत्कालीन प्रदेश सभा सदस्य विमल कार्की र अम्बिका थापा लगायत नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राजकुमारी चौधरीले अस्पतालको समुद्घाटन गर्नुभयो। 5 शय्याको अस्पताल लगतै 1 महिनापछि अस्पतालले स्वास्थ्य बीमा सेवा शुरू गर्यो। हालको अवस्थामा आइपुग्दा अस्पतालले गुणस्तरीय र विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। नगर अस्पतालका अध्यक्ष नगर प्रमुख अशोक कार्की हुनुहुन्छ। अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगर प्रमुख मातहत सञ्चालक समिति छ। अस्पतालले आवश्यक भौतिक सामग्री सहित भिडियो एक्सरे, ल्याब, आधुनिक बेड र 1133 प्रकारका औषधि उपलब्ध गराउँदै आएको छ। नगर अस्पताल व्यवस्थित रूपमा सञ्चालनमा आएपछि बेलका नगरपालिकाका नागरिकलाई रोग पहिचान गर्न र आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ। यो चाहिँ तपाईँको यो चिज हो। अहिले पनि नाटो हुन्छ, खाँदाखेरि कपडाले आउँदा पनि चिसो भयो। अनि घरिघरि कन्किँदाखेरि तपाईँको आगाले पोले भन्दा बेसी भएर सहनु सकिन्न। त्यति ढाड पनि दुख्छ। कति भयो यस्तो भएको चाहिँ? यो भएको कम से कम 1.5 महिना जति भयो। एक्सरेहरू केही भएको छ यसको? अहिलेसम्म त के भएको ढाड पनि गरेको छैन, पेट पनि गरेको छैन, पानीको पनि पनि गरेर हेरेको छैन। हिँड्न ओर्नमा समस्या अलिअलि हिँड्छु, हिँड्न चाहिँ टाढा हिँड्न सक्दिनँ, नजिक वरिपरि हिँड्छु। अनि यो चाहिँ ज्यादै नै तपाईँको जब यहाँ यो कपडा छुँदा सिकाले पोलेहरू दुखेर हुन्छ, थाहा पाउन लटिएको छ। जब टन्किन थाल्यो तपाईँको ती भुतुकम भइरहेको गरेर खान्छ। यो दम बढेको चाहिँ कति भयो? दमहरू छ त्यस्तै हो, 1.5 वर्ष भयो। अब भएको कुरो ढाँट्दिनँ म, बुढो मान्छेहरूलाई चुरोट खान्छु म। कति भयो चुरोट खाएको चाहिँ? चुरोट पहिले बस्नु खाएको। दमको औषधिहरू खानु भएको छ? खाएको छैन भन्दा पोरेको यसो खाँचे आउँदाखेरि नभए थाहा भइसक्यो। अहिले खानु भएको छैन? थाहा छैन। नमस्कार, म डाक्टर विशाल राई, मेरो घर धरान। यहाँनिर अहिले बेलका नगर अस्पतालमा मेडिकल अधिकृत रूपमा कार्यरत छु। अब यहाँ अब चाहिँ हाम्रो अस्पतालले चाहिँ विभिन्न सेवाहरू दिइरहेको कुराहरू सबै यहाँ सबलाई अवगत नै छ। अब यो चाहिँ अब अन सिजन अहिले चाहिँ अब सुरु भयो होइन। अब रुगामर्गी यो मौसम फेरिने कारणले गर्दाखेरि अहिले तत्काल चाहिँ अब बिरामीको चापहरू बढ्दो अवस्थामा छ। हाम्रो दैनिक 100-150 हाराहारीमा हुन्छ, कहिलेकाहीँ बढेर 200-250 पनि पुग्न सक्छ। अब ओपिडी हाम्रो अहिले 2टा ओपिडी चलिरहेछ। एउटा म हेर्छु, एकजना चाहिँ हाम्रो एचए भाइले हेर्दै हुनुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि अलिकति अब ओपिडीमा चाहिँ चाप चाहिँ बढ्दो अवस्था नै छ। अब बिरामीहरूको भिड होइन, लाइनमा बस्नुपर्ने, जाँचहरूलाई चाहिँ समय लाग्ने होइन, यो कुराहरू चाहिँ छँदैछ। अब जनशक्तिको विषयले हेर्दाखेरि अलिकति अभावको अवस्था नै छ। अब यसलाई चाहिँ उच्च स्तरीय सेवा होइन, सेवाको गुणस्तर बढाउनको लागि चाहिँ अझै एकजना एमबिबिएस डाक्टर चाहिँ थप्नुपर्ने अवस्था छ होइन। अब मान्छेहरू पनि अब धेरै जान्ने बुझ्ने भइसक्यो, सबैले चाहिँ एमबिबिएस डाक्टरलाई नै देखाउँछु होइन, उहाँसँगै परामर्श लिन्छु भन्ने यस्तो कुराहरू आइरहेको कारणले गर्दाखेरि चाहिँ अब
200-250 को हाराहारीमा दैनिक बिरामी हेर्नु पर्दाखेरि चाहिँ बिरामीसँग धेरै समय चाहिँ स्पेन्ड गर्न नपाउने होइन, उनीहरूलाई चाहिँ थोरोली जाँच गर्न नपाउने भन्ने कुराहरू चाहिँ अलिकति कम समय दिनुपर्ने एउटा बिरामीलाई भन्ने जस्तो अवस्थाहरू चाहिँ छ। अब यसलाई अब नगर सरकारले होइन यसलाई चाहिँ अब केही अब फिडब्याक लिएर चाहिँ उसले यसलाई चाहिँ बढाउने चाहिँ निधो गर्छ होला भन्ने आशा छ। अस्पतालको गुणस्तर चाहिँ अब एक्सरे आए लगतै हाम्रोमा बेसिक इन्भेस्टिगेसनहरू चाहिँ सबै नै बेसिक इन्भेस्टिगेसन सबै भएको कारणले गर्दाखेरि यहाँनिर चाहिँ लगभग रोग चाहिँ यो हो है भन्ने टाइपको चाहिँ एउटा रफ आइडिया चाहिँ आउँछ होइन। जस्तो तर अब विशेषज्ञ सेवा जस्तो कि अब अपरेसन नै गर्नु पर्यो, पथरिया भयो, किडनीमा पथरिया भयो, पित्तथलीमा पथरिया भयो भन्ने कुरोहरू चाहिँ अब उसलाई त विशेषज्ञ सेवा अपरेसन नै गर्नुपर्ने अवस्थाहरू चाहिँ यहाँबाट रिफर हुने हो होइन। नत्र सामुदायिक हिसाबले यो लेभलको ठाउँमा यो हाम्रो लेभलको अस्पताल एकदमै चाहिँ भरिपूर्ण छ होइन। यहाँनिर चाहिँ बिरामीले आफूलाई रफ आइडिया चाहिँ हुन्छ कि यहाँनिरबाट मलाई चाहिँ यस्तो भएको रहेछ भन्ने चाहिँ। अब फर्दर जस्तो ढाडै भाँचिया छ भनेपछि अब एक्सरे गर्दाखेरि ल तपाईँको ढाड भाँचिया छ, फल्ना ठाउँमा जानु, यति खर्च लाग्न सक्छ भने उसको माइन्डमा चाहिँ रफ आइडिया छ, ए मलाई चाहिँ अब यस्तो चाहिँ हुने रहेछ, यति खर्च लाग्ने रहेछ भन्ने किसिमको आइडिया चाहिँ छ। अब त्यो भइसकिसकेपछि बिरामीले आफू पनि अब मेन्टली पनि प्रिपेयर हुन सक्छ होइन। त्यो लेभलको चाहिँ सेवा दिइरहेको छ अस्पतालले। तर अब विशेषज्ञ सेवा नै चाहिने होइन, जटिल रोगहरू जस्तो भयो होइन, तिनीहरूको लागि चाहिँ अब रिफरै गर्नुपर्ने हुन्छ। नत्र यो लेभलको कम्युनिटी हस्पिटल भनेको यतिको यो लेभलको सफिसियन्ट छ। नगरका अति विपन्न असहायलाई नगर अस्पतालको सेवाले स्वास्थ्यको क्षेत्रमा सहज पहुँच पुगेको छ। बेलकाका नागरिकहरू अस्पताल निर्माण हुनुभन्दा अघि जिल्ला सदरमुकाम गाईघाट र लामो दूरी छिचोल्दै छिमेकी जिल्ला सुनसरीको धरान पुग्न बाध्य थिए। हाल बेलका नगर अस्पतालमा सबै प्रकारका आधारभूत सेवा उपलब्ध भएपछि सेवाग्राहीको चाप पनि बढ़दै गएको छ। बेलका नगर अस्पतालले सेवाग्राहीलाई 24 घण्टा आधारभूत सेवा प्रदान गरिरहेको छ। अस्पतालको व्यवस्थापन समेत हेरिरहनुभएका सिनियर अहेब अधिकृत भूपेन्द्र प्रसाद चौधरी अहिलेसम्म बेलका नगर अस्पताल प्रभावित सेवाहरू होइन हामीलाई राम्रै लागिरहेछ। किनकि यो अब एउटा स्वास्थ्यबाट स्टार्ट भएर आएको अस्पताल हो होइन, भर्खर अब कति 4-5 वर्ष भयो होइन। अनि अहिले तपाईँको हामीले अब बेसिक जुन कुराहरू हुन्छ नि, बेसिक सेवाहरू प्रायः हामीले प्रोभाइड गरिरहेका छौँ, जुन 24 घण्टा पनि चलिरहेको छ होइन। हामीसँग एउटा मेडिकल अधिकृत रहेको हुनाले हुन त अब जनसङ्ख्या कमै छ, तर अब एउटा हुन्छ नि के भन्छ एउटा गाउँ स्तरमा रहेको अस्पतालले दिने जुन मान्छेले अपेक्षा गरेका सेवाहरू प्रायः जस्तो हामी प्रोभाइड गरिरहेको छौँ। अब भन्दाखेरि अब तपाईँको ल्याब सेवाहरू छ, 24 घण्टा तपाईँको ओपिडी चलिरहेछ होइन। 24 घण्टा भन्दा पनि अब बिदाको दिन पनि हामी चलाउँछौँ ओपिडी होइन। अब तपाईँको बिमा चलिरहेछ, फार्मेसी छ, तपाईँको डिजिटल एक्सरेहरू छ, तपाईँको आँखाको सेवाहरू छ, सर्वधनुषको सेवाहरू छ। एउटा तपाईँको यसमा छुटेको थियो मैले शीघ्र कुपोषण ओटिसी सेन्टर पनि हामीसँग छ, जुन कुपोषणमा परेका नानीहरूलाई उपचार के अरे। बेलका नगर अस्पतालले आधारभूत सेवा बाहेक विशेषज्ञ सेवा समेत प्रदान गर्दै आएको छ। हरेक हप्ताको शुक्रबार भिडियो एक्सरे सेवा, हरेक हप्ताको मंगलबार दन्तरोग सेवा, हरेक महिना मानसिक रोग सेवा, शीघ्र कुपोषणको उपचार तथा परामर्श सेवा समेत प्रदान गर्दै आएको छ। हाम्रो चाहिँ बेलका नगर अस्पतालमा विशेषज्ञ सेवाहरू चाहिँ अहिले हामीले दिइरहेको छौँ। अब विशेषज्ञ सेवाहरू चाहिँ बढ्ने क्रममा छ। अहिले हालसालै चाहिँ हाम्रो अहिले बीपीकेएचएससँग चाहिँ अहिले एउटा डेन्टलको डिपार्टसँग चाहिँ समन्वय भएर चाहिँ हरेक हप्ताको मङ्गलबारको दिन होइन 10 बजेदेखि ठ्याक्कै 12-22सम्म चाहिँ उहाँहरू बस्नुहुन्छ। अनि उहाँको टिमै आउनुहुन्छ, उहाँहरू सबै सामानहरू लिएर आउनुहुन्छ। त्यो सेवा चाहिँ नियमित छ, हरेक मङ्गलबारको दिन चाहिँ कन्टिन्यू सेवा छ होइन। अनि त्यसपछिबाट चाहिँ प्रत्येक महिनाको चाहिँ पहिलो बुधबारको दिन चाहिँ विराट टिचिङको डाक्टर साहबहरू साइकेट्रिक त्यहाँ डक्टरहरू आउनुहुन्छ, साइकेट्रिक डक्टर आउनुहुन्छ, विशेषज्ञ सेवा उहाँबाट पनि पाउनुहुन्छ हजुरले। त्यो चाहिँ हाम्रो बिहान 10 बजेदेखि 2 बजेसम्मै हुन्छ। भनेदेखि हरेक शुक्रबारको दिन
हरेक शुक्रबार दिन चाहिँ भिडियो एक्सरे सेवा हाम्रो यहाँनिर विशेषज्ञ सेवा सञ्चालनमा छ। धरानको डाक्टर आउनुहुन्छ, उहाँले चाहिँ बिहान 7 बजेदेखि 9 बजेसम्म चाहिँ विशेषज्ञ सेवा प्रदान गर्नुहुन्छ है। यो चाहिँ हामीले भर्खरै अलिक सेवा, यो जुन विशेषज्ञ सेवा चाहिँ 3वटा सेवाहरू चाहिँ अलिक सञ्चालित छ भनेदेखि अब अझै हामी एउटा 2टा सेवाहरू चाहिँ थप्ने सोचमा छौँ। यसमा चाहिँ विशेषज्ञमा चाहिँ हाम्रो यो स्त्री रोग विशेषज्ञ र यो जुन हात जोड्ने नसा रोग विशेषज्ञको लागि चाहिँ पहल गरिरहेका छौँ। मेयर साहबबाट पनि कुरा भइरहेको छ। सायद हामी यो चाँडै नै हामीलाई गर्न सक्छौँ भन्ने प्लानमा छ। बेलका नगर अस्पतालमा हाल मेडिकल अधिकृत MBBS डाक्टर 1 जना, हेल्थ असिस्टेन्ट 4 जना, सिनियर अहेब 3 जना, अहेब 1 जना, स्टाफ नर्स 1 जना, अनमी 4 जना, रेडियोग्राफर 1 जना, फार्मेसी सहायक 3 जना लगायत 29 जना कर्मचारी कार्यरत छन्। अस्पतालको सेवा सुविधा थप प्रभावकारी बनाउनलाई थप स्वास्थ्यकर्मी र कर्मचारीको आवश्यकता रहेको छ। के भयो हजुरलाई? मलाई त तपाईँको यो खै के भयो, 1.5 महिनादेखि भयो। यो चाहिँ सिस्नाले पोलेको झम कपालमा दुख्छ, हेर्नुहोस् है दुख्छ। अनि घरिघरि चाहिँ तपाईँको एकदम राष्ट्रिय हाने पनि सहन नसकिने हुन्छ। यहाँ कहाँबाट आउनुभएको? म यहीँ गुरुङ चौरी वार्ड हो। अनि त्यति सहन नसक्नेहरू पोल्छ। अनि एक्सरे गर्नुपर्ने भयो? एक्सरे गर्नुपर्ने हेर्नु पऱ्यो। अनि अलिकति दम पनि भएको हुन्छ, यो ढाड पछाडि दुख्छ। अनि एक्सरे कति वर्ष पुग्नुभयो? म अहिले 73 मा लागेँ। बिमाहरू सबै गर्नुभएको छ नि? सेवा राम्रै छ अस्पतालको? ठिकै छ। हजुर के हजुरको शुभ नाम? मेरो तारनाथ वास्तोला। तारनाथ वास्तोला। बेलका नगर अस्पतालले कोभिडको समयमा अक्सिजन प्लान्ट स्थापना गरी अनुकरणीय काम गरेको थियो। यस्तै अस्मिता राई स्मृति सर्पदंश सामुदायिक उपचार केन्द्र 2076 सालमा स्थापना भएर बिरामीको उपचार सेवा प्रभाव भइरहेको छ। त्यसका अलावा पनि अस्पतालमा दैनिक ओपीडी सेवा सञ्चालनमा छ। 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब सेवा, स्वास्थ्य बीमा सेवा, 24 घण्टा फार्मेसी सेवा, डिजिटल एक्सरे सेवा, आँखा उपचार सेवा, 24 घण्टा प्रसूति सेवा, औषधिद्वारा गरिने गर्भपतन सेवा, आयुसीडी, इम्प्लान्ट सेवा लगायत आधारभूत सेवा बेलका नगर अस्पतालले दिँदै आएको छ। स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी 5 शय्याको अस्पताल निर्माण गरिएकामा नगर सरकारले स्वास्थ्य सेवामा दूरदृष्टि राखेको नगर प्रमुख अशोक कार्की बताउनुहुन्छ। नगर सरकारले अत्याधुनिक 10 शय्याको नगर अस्पताल निर्माण गर्नका लागि प्रक्रिया शुरू गरेको नगर प्रमुख कार्कीको भनाइ छ। बेलकावासीका निमित्त समग्र विकास र उन्नतिका लागि निरन्तर हामी लागिरहेका छौँ र हामीले पहिले संकल्प नै गरेका छौँ। पहिले हामी चाहिँ बेलका नगरपालिकाभित्र हामी प्रवेश गर्दै गर्दा शिक्षा र स्वास्थ्यलाई मुख्य रूपमा हामी लिनेछौँ भनेका छौँ। त्यही अनुरूप बेलका नगरपालिकाको नगर अस्पताल अधुरो अवस्थामा रहेको र विधि प्रक्रिया नपुर्याइकन जग्गा प्राप्तिको कुरामा प्रोसेस नचालिकनै भवन चाहिँ शिलान्यास गर्ने विभिन्न कार्यक्रम तयार भइसकेको हुँदा यसलाई अहिले जग्गा प्राप्तिको निकै समस्या भएकाले हाम्रो 2 वर्षको सबै इनर्जी त्यहाँ खर्च भएको छ र हामीले पटक गएर क्याबिनेट डिसिजन गराएर ल्याएका छौँ र अहिले जग्गाको लागि हामीले गत 80 मै आर्थिक वर्ष 81 हामीले चाहिँ नि यसलाई चाहिँ नि 10 लाख रुपियाँ छुट्याएर जग्गा व्यवस्थापन गर्ने भन्दा व्यक्तिको जग्गा जिल्ला वन कार्यालयले खोजेको अनुरूप राष्ट्रिय वनलाई छोएको र सोही प्रकृतिको जग्गा हामीले चाहिँ 10 लाखभित्र चाहिँ जग्गा प्राप्ति गरेका छौँ र जग्गा प्राप्ति गरिसकेपछि हामी त्यो सो जग्गा चाहिँ अहिले हामी जिल्ला वन कार्यालयको वन विभागलाई पास गरिदिएर अरू उताको जग्गा हामी लिने तयारीमा छौँ र हामी आज भोलि नै सो जग्गा प्राप्तिका लागि चाहिँ क्याबिनेट जाने तयारीमा छौँ। तर अहिले कार्यकारी नभएको झन् तपाईँलाई थाहा छ 2 महिना लगभग चाहिँ कार्यकारी नभएको कारणले अब आर्थिक कारोबार कार्यकारी बाहेक हुँदैन। उहाँ आउने साथ हामी जग्गा चाहिँ व्यक्तिगत जग्गा नगरपालिकामा आउँछ। नगरपालिकाको जग्गा हामी वन विभागमा दिएर वनको जग्गा उक्त जग्गा चाहिँ लिएर आएर भवन ठेक्का लगाइसकेको छ र उक्त ठेक्दार मार्फत अत्याधुनिक चाहिँ 10 बेडको हस्पिटल तयार हुन्छ र त्यहाँ चाहिँ भिडियो एक्सरेदेखि लिएर एक्सरे मेसिनदेखि लिएर हाम्रा चाहिँ विविध अहिलेका अत्याधुनिक हामीसँग सबै इक्विपमेन्ट सहितको हस्पिटल बन्नेछ।